म चाहिँ पहिला चाहिँ अब केही खान्छु अनि त्यसपछि घर जान्छु। म चाहिँ कामबाटै दिन्छ अनि लिएर आएर अनि खायो। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। इट्स मी स्वस्तिका श्रेष्ठ। आशा छ हजुर सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम सन्चै छु। अहिले चाहिँ म चाहिँ रेडी भएर काममा जान लागेको। अहिले चाहिँ बिहानको 8:30 भएको छ। मेरो काम चाहिँ 9 बजेबाट स्टार्ट छ, आज 6 बजीसम्म छ। मौसम पनि यस्तो राम्रो राम्रो भएको छ। म चाहिँ यो भ्लग चाहिँ आज र भोलि 2 डेजको बनाउँछु। भोलि चाहिँ मेरो कलेज छ, आज चाहिँ मेरो काम छ। हजुरलाई अब थाहा छँदैछ, अस्ति मैले ओरिएन्टेसनको भ्लग हालेको थिएँ। सो यदि हेर्नुभएको छैन भने हेरिदिनु होला र लाइक सब्सक्राइब पनि गरिदिनु होला। ओरिएन्टेसनहरू चाहिँ इम्पोर्टेन्ट हुन्छ मैले भनेको थिएँ र चाहिँ कलेज छ अनि म कलेज गएर हजुरहरूसँग सेयर गर्छु कलेजमा पनि के कस्तो हुन्छ, के भयो भनेर। सो break time हो। अन्त चाहिँ खानेकुरा सबै यहीँबाट दिन्छ। Get this. सक्यो मेरो ब्रेक चाहिँ आधी घन्टाको थियो अनि खानेकुराहरू सबै यहीँबाट दिन्छ। बेलुका घर लान पनि दिन्छ। काम चाहिँ मैले राम्रो पाएको छु। मेरो काम चाहिँ सकिसकेको छ। म चाहिँ अब घर जान लागेको। म चाहिँ पहिला चाहिँ अब केही खान्छु अनि त्यसपछि घर जान्छु। म चाहिँ कामबाटै दिन्छ अनि लिएर आएर अनि खायो, हिँड्यो। हेलो एभ्रिवान, टुडे इज डे 2 र म चाहिँ ढिलो भइसक्यो। बस पनि आइसक्यो कलेज जानलाई ढिलो उठेर। सो म चाहिँ अर्को स्टपमा आइसकेँ। बिहान चाहिँ उठ्न यस्तो ढिलो भयो थियो अनि त्यही भएर उठ्ने बित्तिकै कपडा लाएर निस्केको। पहिला कलेज आउँदाखेरि यस्तो पानी परेको थियो, आज चाहिँ यस्तो मस्त घाम लाग्यो। मान्छेलाई अब घाम लाए पनि हुँदैन, पानी परे नि हुँदैन। आज चाहिँ मेरो कलेजको फर्स्ट डे भनौँ न। अब ओरिएन्टेसनमा पनि गएको थिएँ तर क्लास त आज हो नि त, त्यही भएर फर्स्ट डे। मलाई चाहिँ हप्तामा कुनै दिन पनि रेस्ट छैन क्या। अब हिजो अस्ति चाहिँ काममा कुद्यो होइन, बिहान उठ्यो काममा गयो आयो होइन, अनि काम नभएको दिन फेरि कलेज, काम कलेज, काम कलेज, काम कलेज, यस्तै छ। यहाँ अस्ट्रेलियामा पनि होइन, अस्ति भर्खर टिआर डबल, डिपेन्डेन्ट भिजा डबल पैसा होइन, एकैचोटि यति धेरै पैसा डबल डबल। मेरो पालोमा त झन् ट्रिपल त्योभन्दा पनि बढी हुनसक्छ होइन। अहिले चाहिँ भोटहरू हालिरहेको छ, अब को जित्छ थाहा छैन। म त अब यता अस्ट्रेलियामा छु। यदि म नेपालमा भएको भए चाहिँ मैले पनि भोट हाल्न पाउँथेँ। मैले अहिलेसम्म पनि भोट हालेको छैन पहिला चाहिँ, किनभने जसलाई हाले पनि त्यस्तै हो भन्ने हुन्छ नि त। तर अहिले चाहिँ लेट्स सी के हुन्छ। अहिले चाहिँ म यहाँ बस कुर्दैछु अनि अहिले म कलेज जान पनि ढिलो हुन्छ क्या। बस पनि यस्तै हो, 10 मिनट 5 मिनट गरेर डिले डिले डिले। मेरो फेरि बस फेरि जानुपर्छ नि त, अनि कलेज अगाडि पुऱ्याउँछ। अनि
म चाहिँ अब घर जान लागेको। म बस कुर्दैछु र खानेकुरा पनि किनेको। पर्सनल एक्सपिरियन्स अनुसार होइन, यहाँ कलेज जानुभन्दा बरु अनलाइन पढ्नु नै ठिक क्या। यस्तो हुन्छ नि, अब एज ए स्टुडेन्ट अब हामी काम गरेको हुन्छौँ नि त, अनि त्यहाँबाट निड रेस्ट भने जस्तो हुन्छ नि त। अनि बरु अनलाइन क्लासै पढ्ने कि घर बसेर ट्राभल गरेर। मलाई चाहिँ ट्राभल मन नै पर्दैन क्या। चाहिँ काममा जाने बेला पनि बिहान र बेलुका जान्छु नि त, त्यस बिहान बेलुका चाहिँ खासै हुँदैन। र बिहान बेलुका बसमा त्यस्तो पैसा पनि लिँदैन होइन, तर एकदम पिक टाइममा चाहिँ पैसा लिन्छ र धेरै पनि लिन्छ क्या। चाहिँ आज क्लास फेरि बिहानको 9 बजेबाट 1 बजेसम्म र 3 बजेबाट बेलुकाको 7 बजेसम्म। मैले चाहिँ एकै दिनमा पारेको थिएँ कि सब्जेक्ट्सहरू टाइम टेबल मिलाउँदा। सो र म बेलुकाको चाहिँ अनलाइन लिन्छु। त्यहाँ बसेर म घर आउँदा त मेरो 9:30 10 बज्छ घर आउँदा। त्योभन्दा बरु म अनलाइन पढ्छु। म एज अ स्टुडेन्ट इन अस्ट्रेलिया आई रेकमेन्ड अनलाइन। अब जस्तै फिजिकल क्लास पनि दिएँ होइन, अब त्यो अनलाइन पढ्नु फिजिकल क्लास सेम हो क्या, त्यस्तो केही डिफ्रेन्स हुँदैन। अब टिचरहरूसँग अब इन्टरेक्ट गर्ने त अब आफूमा भर पर्छ, आफू कतिको बोल्छ भनेर। यदि हजुरहरू बोल्नै सक्नु हुँदैन भने पनि हजुर फिजिकल क्लासमा गएर पनि बोल्न सक्नुहुन्न होइन। यदि हजुर बोल्न सक्नुहुन्छ, नजानेको कुराहरू सोध्नुहुन्छ भने चाहिँ अनलाइन क्लासमा पनि सोध्न सकिन्छ क्या। सो इट्स द सेम थिङ। अनि कलेज पनि जाने कहिलेकाहीँ यसो, तर हप्ते पछि सधैँ जानुपर्छ भन्ने पनि छैन। अहिले बस चढेर घर जान्छु अनि। Thank you. Bye, guys. What about attendance for tutorial? Yes, I will. I will copy everyone that just was here on that role. I'll do for this tutorial as well. Yeah. Thanks, guys. Bye. Bye. सो मेरो अनलाइन क्लास पनि सकिसक्यो र बाहिर चाहिँ पानी परिरहेको छ र मैले चाहिँ कपडा चेन्ज गरेको। त्यो चाहिँ म कलेज जाँदा लगाएको थिएँ नि त। सो कपडा चेन्ज गरेँ अनि मैले रामेन, यो चाहिँ सेम रामेन हो होइन। मेरो फेभरेट चाहिँ कोरियन चाउचाउ हो होइन, जुन चाहिँ अहिले चाहिँ छैन। सो सिन रामेनले भए पनि काम चलाउनु परिरहेछ यहाँ। सो आजलाई चाहिँ यति नै। आशा छ हजुरहरूलाई मेरो भ्लग मन पर्नेछ र इन्जोय गरिरहनु भएको छ। अर्को नेक्स्ट भ्लग पनि छिट्टै नै आउनेछ। सब्सक्राइब गरिदिनु होला, पनि गरिदिनु होला, कमेन्ट पनि गरिदिनु होला कस्तो भयो यो भ्लग। बाई बाई।